सबैजनालाई नमस्कार। तपाईँहरू जति पनि भक्तजनहरू हुनुहुन्छ तपाईँहरूलाई मेरो एउटै मात्रै सूचना छ, अलिकति ध्यान दिएर सुन्नु होला। तपाईँहरू जहाँ गएर बिरामीको उपचार गराए पनि तपाईँहरू एकदम सोचेर सम्झेर मात्रै जानु होला, किनभने आजकलको जमानामा तपाईँहरूको एकदम बजारमा बिगबिगी छ। माता झाँक्रीहरूले कसैले यति खायो, कसैले उति खायो पैसा भनेर एकदम सबैजनाको गुनासो एउटै छ। तपाईँ त्यही भएर अलिकति सोचेर सम्झेर कहाँ जाँदैछु म, कुन माताकोमा, कुन झाँक्रीकोमा, कुन अजुवा बिजुवा धामी धनतरीमा म जाँदैछु भनेर वरपर अलिकति बुझेर सम्झेर उहाँको पछाडिको ब्याकग्राउन्ड बुझेर मात्रै तपाईँहरू जानु होला। नआत्तिकिन धैर्य गरेर मात्रै गर्नु होला। तपाईँहरूको हरेक भक्तजनहरूको दुःख मन एउटै छ, फलानाले यति खायो, फलानाले उति खायो, फलानामा गएर मैले यति पैसा तिरेँ, मेरो बिरामको उपचार भएन भने सबैको गुनासो एउटै छ। तपाईँहरू अलिकति सचेत रहन म आग्रह गर्दछु, किनभने आजकलको जमानामा तपाईँको बिना ज्ञान, बिना सिद्धि, बिना तन्त्र मन्त्र, माला रुद्राक्षको माला घाँटीमा लगाए भन्नेमा झाँक्री कोही पनि हुँदैन। र जति पनि झाँक्री माता अजुवा बिजुवा हुनुहुन्छ उहाँहरूलाई मेरो एउटै मात्रै कुरो छ, तपाईँहरू सक्नुहुन्छ एकदम सही सत्य तरिकाले बिरामीको उद्धार गर्नु होला। सक्नु हुँदैन भने बिना झुटो प्रचार प्रसार गरेर बिरामीलाई भ्रममा नफैलाउनु होला। हस्, धन्यवाद।